अनि उसले मलाई सोध्यो तैँले एउटा भिलुकअप फर्मुला लगाउँदै थिइस् र त्यहाँनिर एउटा याने भन्ने इरर आयो, अब के गर्छस् भनेर सोध्यो। अनि मैले चाहिँ उसलाई के भन्थेँ, इफ इरर लगाउने भन्ने। सो यतिमै हाम्रो इन्टरभ्यू खतम भयो क्या एक्सेलको कुराहरूमा। सो इफ इरर भनेको के हो म आज तपाईँहरूलाई बताउन गइरहेको छु। जस्तै यहाँ एउटा इक्जाम्पल हो ऱ्यान्डम, 15वटा स्याउ छ, 3जना मान्छेलाई बाँड्नु पर्ने छ भने मैले के गरेँ 15 डिभाइड बाई 3 गरेर 5वटा आयो र 15वटा स्याउ 0जनालाई बाँड्यो भने चाहिँ के आयो त डिभाइड बाई 0 इरर आयो है। यहाँनिर चाहिँ डिभाइड बाई 0 इरर भनेर आउँछ। सो यो चाहिँ इरर हो, किन भन्दाखेरि म्याथमेटिक्समा 0ले डिभाइड गर्न सकिँदैन। सो यस्तो केसमा अब मलाई यहाँ तल टोटल जोड्नु पर्ने छ सम हो, इट्स एक्जाम्पल है, नथिङ। सो यहाँ मैले समको फर्मुला लगाएँ, अब सम गर्दाखेरि यहाँनिर डिभाइड बाई 0 इरर भनेर सम पनि हुन सकेन। सो यस्तो बेलामा चाहिँ तपाईँहरूले के गर्ने हो भने आफ्नो जुन फर्मुला छ, फर्मुला आफूले लेखिसकेपछि इफ इरर भन्ने फङ्सन लगाउने, इफ इरर भनेर आयो, इफ इरर गर्ने र यो चाहिँ तपाईँको एक्जिक्युट गर्नुपर्ने फङ्सन हो र यसको अन्तिममा चाहिँ यदि इरर आयो भने के गर्ने भन्दाखेरि तपाईँले यहाँनिर 0 गर्ने भनेर पनि भन्न सक्नुहुन्छ, अथवा तपाईँले विभिन्न कुराहरू राख्न सक्नुहुन्छ। जस्तै यो केसमा गरौँ इफ इरर हैन, अन्तिममा चाहिँ तपाईँले के भन्नु पर्यो भन्दाखेरि मिलेन पनि भन्न सक्नुहुन्छ, जे लेख्न पनि सक्नुहुन्छ एज पर योर विस। सो यदि इरर आएको खण्डमा चाहिँ त्यसले के गर्छ त तपाईँले भनेको टास्क गर्छ, नर्मल्ली चाहिँ उसले आफ्नो हिसाबले गर्छ। सो मैले चाहिँ नि यदि 0 राखिदिएँ भनेदेखि जहाँ जहाँ इरर आयो नि त्यहाँ 0 आयो, यहाँनिर इरर आएको थियो त्यही भएर 0 आयो, यहाँ 0 आयो र अहिले चाहिँ सम हुन सफल भएको छ। सो यसरी तपाईँहरूले इफ इरर युज गर्न सक्नुहुन्छ है त।